संसारमा शान्तिको प्रतीक गौतम बुद्धको शिक्षा र शान्तिको उपदेशहरूले आज पनि करोडौं मानिसहरूको जीवन परिवर्तन गरिरहेको छ। शान्तिको प्रतीक गौतम बुद्धको उपदेशहरू सरल छन् तर तिनको प्रभाव अपार छ। नमस्ते, म नवराज राई पल्टनी, तपाईलाई हाम्रो एमएन जर्नी 58 युट्युब च्यानलमा स्वागत छ। आज हामी यस भिडियोमा शान्तिको प्रतीक गौतम बुद्धको उत्कृष्ट 10 उपदेशहरू बारे चर्चा गर्नेछौँ, जसले तपाईको जीवनलाई पनि शान्ति र सुखको मार्गमा लम्काउनेछ। भिडियोलाई लाइक गर्नुहोला र अहिलेसम्म पनि हाम्रो च्यानललाई सब्स्क्राइब गर्नुभएको छैन भने च्यानललाई सब्स्क्राइब पनि गर्नुहोला। नम्बर 1, आत्मज्ञानको खोजी गर्नुहोस्। शान्तिको प्रतीक गौतम बुद्धका अनुसार सबैभन्दा ठूलो सम्पत्ति भनेको आत्मज्ञान हो। जब तपाईले आफ्नो वास्तविक स्वरूपलाई बुझ्नुहुन्छ, तपाईको जीवन परिवर्तन गर्न सहज र सरस हुनेछ। त्यसैले तपाईले सधैँ आफ्नो सोच, आफ्नो भावना र आफ्नो कार्यलाई गहिरोसँग बुझ्ने प्रयास गर्नुहोस् र स्वयंलाई सुधार्न हरदम कोसिस गरिरहनुहोस्। नम्बर 2, जीवनमा दुःख पीडाको जड भनेको तृष्णा हो। मानिसहरू सधैँ जीवनमा अझ धेरै खोज्छन्, अझ राम्रो बन्न चाहन्छन्, तर याद गर्नुहोस्, मानिसको तृष्णा कहिले समाप्त हुँदैन। यही मानिसको अनन्तसम्मको तृष्णाले मानिसलाई कहिले खुसी र शान्ति रहन दिँदैन। त्यसैले जीवनमा तपाईले कम नै धेरै हो, यानी तपाईसँग जे छ त्यसमै सन्तुष्ट रहने कोसिस गर्नुहोस् र तपाईले आफूलाई मेरो वास्तविक आवश्यकता के हो भनेर सोध्ने कोसिस गर्नुहोस्। किनभने आजको दिनमा मानिसहरू अति आवश्यक कुराहरूले भन्दा पनि अरूको देखासेखीको कारणले धेरै दुखी हुने गर्छन्। नम्बर 3, अहिंसालाई अपनाउनुहोस्। गौतम बुद्धको अनुसार साँचो शान्ति तब मात्र सम्भव छ जब हामी अहिंसा, करुणा र प्रेमको बाटो अपनाउँछौँ। अहिंसा केवल शारीरिक मात्र होइन, हाम्रो सोच, हाम्रो शब्द र हाम्रो व्यवहारमा पनि हुनुपर्छ। त्यसैले तपाईले क्रोधमा भएको समयमा प्रतिक्रिया दिनुभन्दा पहिले सोच्ने बानी बसाल्नुहोस्। कहिले पनि अरूको दिलमा चोट पुर्याउने शब्दहरूलाई प्रयोग नगर्नुहोस् र हर हमेशा करुणा र प्रेमको बाटोलाई अपनाउनुहोस्। नम्बर 4, वर्तमानमा जिउनुहोस्। यहाँ धेरै मानिसहरू या त बितेको भूतकालको समयलाई सम्झिएर चिन्तित हुने गर्छन् या त आफ्नो भविष्यको बारेमा सोचेर चिन्तित हुने गर्छन्। तर सत्य के हो भने हामीसँग केवल वर्तमान मात्र छ। न त हामीले बितेको भूतकाललाई फर्काउन सक्छौँ, न त भविष्यलाई देख्न सक्छौँ। त्यसैले शान्तिको मार्गमा चल्नको लागि वर्तमानमा रमाएर जिउने कोसिस गर्नुहोस्। नम्बर 5, अरूलाई क्षमा गर्न सिक्नुहोस्। रिस भनेको जलिरहेको कोइला जस्तै हो, जसलाई फ्याँक्नको लागि पहिले आफ्नै हात जलाउनु पर्छ। त्यसैले आफ्नो रिसलाई आफूभित्रै दबाउने कोसिस गर्नुहोस्, किनकि त्यो रिसलाई तपाईले अरूमाथि पोख्नुभयो भने अन्ततः हानि तपाईको नै हुनेछ। यदि तपाईले अरू कसैलाई क्षमा गर्नुहुन्छ भने सबैभन्दा धेरै फाइदा र भलो तपाईकै हुनेछ। पुरानो रिस रागलाई त्याग्नुहोस् र नयाँ शैलीबाट सम्बन्धहरूलाई अगाडि बढाउनुहोस्, किनभने मानिसले आफ्नो मन शान्ति बनाउनको लागि सबैभन्दा पहिले अरूलाई क्षमा गर्न सक्नुपर्छ। नम्बर 6, आत्मनियन्त्रणको अभ्यास गर्नुहोस्। जीवनमा मन, वचन र कर्मलाई नियन्त्रण गर्न सक्नु भनेको नै सबैभन्दा ठूलो सफलता हो। त्यसैले कहिले पनि आवेगमा आएर कुनै पनि निर्णय नगर्नुहोस्। सधैँ क्रोध, घमण्ड र लोभलाई नियन्त्रण गर्न सिक्नुहोस् र सधैँ सकारात्मक सोचको साथमा आफ्नो कर्मलाई निरन्तर गर्नुहोस्। नम्बर 7, असफलतालाई सिकाइको रूपमा लिनुहोस्। जीवनमा असफलताहरू धेरै आउने गर्छन्, तर असफलता अन्त्य पक्कै होइन। असफलता भनेको नयाँ सुरुवात हो। जीवनमा जसले कहिले हार मान्दैन, अन्ततः उसले नै सफलताको शिखर चुम्ने गर्छ। त्यसैले सफल व्यक्तिहरूबाट सिक्ने कोसिस गर्नुहोस्, किनभने जीवनमा सिक्न छाड्नु भनेको नै असली असफलता हो। संसारको असली विजेता ऊ नै हो जसले हारबाट पनि सिकेर अगाडिको पाइलाहरू चाल्ने हिम्मत गर्छ। नम्बर 8, राम्रो सङ्गतको छनौट गर्नुहोस्। तपाईको साथीहरूले नै तपाईको व्यक्तित्व निर्धारण गर्ने गर्छ। जीवनमा तपाईले जोसँग सङ्गत गर्नुहुन्छ, तपाईको जीवन पनि उसै मोडिने गर्छ। त्यसैले जीवनमा सधैँ सकारात्मक सोच, प्रेरणादायी र असल विचार भएको व्यक्तिहरूको सङ्गत गर्ने कोसिस गर्नुहोस् र सधैँ नकारात्मक सोच भएका साथीहरूबाट दूरी टाढा बनाउनुहोस्। नम्बर 9, निरन्तर प्रयास गरिरहनुहोस्। जीवनमा निरन्तर प्रयास नगर्ने मानिसहरू कहिले सफल हुन सक्दैन।
किनभने संसारमा सफलताको कुनै सर्टकट छैन। तपाईँ सफल बन्नको लागि तपाईले धैर्यताको साथमा सही मार्गमा चल्न जरुरी छ। त्यसैले सधैँ आफ्नो लक्ष्यलाई स्पष्ट बनाउनुहोस्, जीवनमा निरन्तर सुधारको लागि प्रयास गरिरहनुहोस् र सधैँ म सक्छु भन्ने मनस्थिति बनाउनुहोस्। नम्बर 10, मृत्युको सत्यलाई स्वीकार्नुहोस्। संसारमा मृत्यु सत्य कुरा हो। संसारमा जन्मपछि मृत्यु अवश्य हुनेछ। त्यसैले हामीले मृत्युको सत्यलाई नकार्न सकिँदैन, यसलाई स्वीकार्नु पर्छ। यदि हामीले हाम्रो भोलिको मृत्युलाई स्वीकार्न सक्यो भने आजको हाम्रो वर्तमान अर्थपूर्ण बन्न सक्छ। त्यसैले भोलि हाम्रो हुने मृत्युलाई स्वीकार्नुहोस् र आजको वर्तमानलाई अर्थपूर्ण तरिकाले जिउने कोसिस गर्नुहोस्। मनमुटाव, घृणा र तृष्णालाई हटाएर सधैँ शान्तको जीवन जिउने कोसिस गर्नुहोस्। धन्यवाद। तपाईलाई आजको यस भिडियोमा चर्चा गरिएको गौतम बुद्धका 10 उपदेशहरू कस्तो लाग्यो कृपया आफ्नो अमूल्य प्रतिक्रिया कमेन्ट बक्समा लेख्न नबिर्सिनुहोला र भिडियोलाई मन पर्यो भने लाइक, शेयर र यस्तै जानकारीमूलक भिडियोको लागि हाम्रो च्यानललाई सब्स्क्राइब गर्न पनि नबिर्सिनुहोला। शुभ दिन, शुभरात्रि।